थिजिले कार्यक्रम पाइला पाइलामा यहाँलाई स्वागत छ। आज म दार्चे गाउँपालिका लाभु ७ मा रहेको पाङकाङ डाँडा चाहिँ यहाँलाई देखाउन चाहन्छु। एकदम समतल भूभाग छ। त्यो पाङकाङ चाहिँ म तपाईँलाई देखाउँछु। यो चाहिँ दार्चे गाउँपालिका ७ लाभु ठाटी हो है। यो चाहिँ पाङकाङबाट देखिने एकदमै आकर्षक दृश्य छ। तपाईलाई म यो भिडियो देखाउन चाहन्छु। पाङकाङ डाँडाको, पाङको अर्थ घर, काङको अर्थ डाँडा है त। सबैभन्दा ठुलो एकदमै निकै नै समथर भूभाग रमाइलो चौर देखाउन चाहन्छु। यस चौरलाई पाङकाङ भन्छ। यो भिडियो अन्तिम समयसम्म तपाईले निकै हेर्न देख्नु भएको छ है त। निकै रमाइलो छ चौर। यो दार्चे पछिको निकै रमणीक ठाउँ जसलाई पाङकाङ भन्छ। यसबाट पनि सबै हिम श्रृङ्खलाहरू देख्न सकिन्छ। तर अहिले हुस्को कारण हामीले केही पनि देख्न सकेका छैनौँ। रमाइलो छ। जोस् सबैको आँखा पनि यही पाङकाङमा जुधेको छ। नजर अन्दाज गरेको छ होइन त नि। त्यस्तै हो। त्योभन्दा त कति ठुलो ठुलो नि त। दार्चेभन्दा ठुलो जस्तो लाग्छ मलाई त यो के चौर। कम्ती ठुलो छ त। हेर्नुहोस् निकै नै ठुलो छ। हामीले नजर देखिन्जेल र हिँडुन्जेल सबै समतल भूभाग हो। भूकम्पको केन्द्रबिन्दु मानिने यस ठाउँमा निकै नै ठुलो असर पारेको छ। यो सबै जमिनहरू चिराचिरा परेको छ भूकम्पले गर्दा। यो समतल भूभाग पाङकाङ, पाङको अर्थ घर र काङको अर्थ डाँडा। यो समथर डाँडा हो। यो खरै खरको डाँडा भनेर पनि चिन्छ। त्यस कारणले समथर भूभाग भएको एउटा डाँडा हो यो, खरको डाँडा। यसलाई यो अर्थमा पनि बुझ्ने गर्दछ। निकै नै ठुलो। यहाँ सामान्य खालका हेलिकप्टरहरू के अरे विमानहरू पनि अट्ने सान्तिना एकदमै झिनामिसना होइन। त्यस्ता त्यो पनि अट्छ यहाँ विमान। र सबैले मन पराउँछन् यो ठाउँलाई। हेर्न सक्नुहुन्छ तपाईँलाई कतिको रमाइलो लागेको छ। तपाईँ आफैले नजरअन्दाज गर्न सक्नुहुनेछ। जोस् हामी यस ठाउँलाई निकै नै रमाइलो मान्दै आइरहेका छौँ र भविष्यमा प्रचार प्रसार हुने हो भने यो निकै नै रमाइलो डाँडाको रूपमा रहनेछ। यो त्यस ठाउँबाट नजरले जति देखेको सबै हिम श्रृङ्खलाहरू पनि देख्न सक्नुहुनेछ। यस्तो छ यहाँ पनि। तपाईँले यो देख्न सक्नुहुन्छ। हामी तलतिर लाग्दै जान्छौँ। यो ठुलो निकै चौर छ। यहाँबाट देखिने जुन जुन ठाउँहरू छ सबै रोमान्टिक नै छ। यो दार्चे पछिको ठुलो डाँडा सबैभन्दा रोमान्टिक ठाउँ तपाईँले देख्न सक्नुहुन्छ। यो निकै नै ठुलो स्थल मानिन्छ। हाम्रो साथीलाई पनि देख्न सक्नुहुनेछ। हामी सँगसँगै हिँड्नु भएको तपाईँले देख्नु भएको छ है। यसरी चाहिँ हामी अघि बढिरहेका छौँ। हाम्रो टिमका साथीहरू सबै अघि गइसक्नु भएको छ। हाम्रो आज करिब 12 घन्टाको यात्रा हो। 6 बजेदेखि हामी अर्को 6 बजे साँझ 6 बजीसम्मको यात्रा गर्ने हाम्रो योजना रहेको छ।
हामी यस ठाउँलाई केही समयपछि चलचित्र पनि निर्माण गर्ने पनि हामीले योजना बनाइरहेका छौँ यस ठाउँमा।